नमस्कार, हाम्रो यस युट्युब च्यानलमा हार्दिक स्वागत छ। शिक्षक सेवा आयोग तयारी विशेष यस भिडियोमा खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको परिमार्जित नयाँ पाठ्यक्रम अनुसार सम्पूर्ण विषयवस्तु समावेश गरी तयार पारिएको नमुना प्रश्न उत्तर सेट लिएर उपस्थित भएका छौं। परीक्षालाई मध्यनजर गर्दै यहाँहरूको अभ्यासको लागि हामीहरूले निरन्तर रूपमा नमुना प्रश्न उत्तर सेटहरू ल्याउने प्रयास गरिरहेका छौं। अघिल्लो सेटहरू यहाँहरूले हेर्न छुटाउनु भएको छ भने यो डिस्क्रिप्सनमा सो भिडियोहरूको लिङ्क राखिदिनेछौँ, त्यहाँ गएर हेर्न सक्नुहुनेछ। यदि तपाईहरू पनि शिक्षक सेवा आयोगको तयारी गरिरहनु भएको छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीहरूसँग जोडिन सक्नुहुनेछ भन्दै लागौं आजको महत्त्वपूर्ण प्रश्न उत्तरतर्फ। अथवा संविधानको कुन धारामा राज्यको संरचनासँग सम्बन्धित व्यवस्था गरिएको छ? धारा 55, 56, 57 र 58 भनेर चाहिँ यहाँ अप्सन दिएको छ है। तपाईहरुलाई चाहिँ आफुलाई सही लागेको उत्तर कमेन्ट गर्नु होला र तपाईहरुले कतिवटा मिलाउनु भएको छ त्यो पनि हामीलाई कमेन्ट गर्नु होला। र यसको सही उत्तरतर्फ जब हामी धारा 56 मा चाहिँ नेपालको संविधानको धारा 56 मा राज्यको संरचना सम्बन्धी व्यवस्था गरिएको छ। राज्यको संरचना सम्बन्धी के व्यवस्था गरिएको छ भने 3 तहको राज्य संरचना हुनेछ भनेर त्यहाँ व्यवस्था गरिएको छ। एउटा संघ, प्रदेश र अधिकार तीनवटा चाहिँ हुनेछ भनेर चाहिँ त्यहाँ व्याख्या गरिएको छ। र त्यही राज्यको संरचनालाई चाहिँ थप व्याख्या चाहिँ नेपालको संविधानको अनुसूचीमा है, अनुसूची 5 देखि 9 सम्म चाहिँ ती संरचनाहरूको चाहिँ अधिकारको बारेमा व्यवस्था गरिएको छ। त्यो तपाईले हेर्नु होला। संघको अधिकार, प्रदेशको अधिकार, साझा अधिकार भनेर चाहिँ त्यहाँ आफ्नै छुट्टा अधिकारहरू छुट्याइएको छ। अब नेपालको संविधान तपाईले हेर्नै पर्छ हैन। हरेक आयोग तयारी गर्ने साथीहरूले अब किताब किनिरहन पनि झन्झट हुन्छ। आजभोलि हरेकको हातमा चाहिँ स्मार्टफोन हुने गर्छ। तपाईले प्ले स्टोरमा गएर चाहिँ नेपालको संविधान डाउनलोड गर्न सक्नुहुन्छ र आफुलाई चाहिँ मन परेको बेला अथवा आफुलाई टाइम मिलेको बेला जति बेला पनि तपाईले चाहिँ हेर्न सक्नुहुन्छ। हामी दोस्रो प्रश्नमा जाउँ। दोस्रो प्रश्न, काठबाट बनेको नेपालको सबैभन्दा ठुलो मन्दिर पहिचान गरी उक्त मन्दिर कुन क्षेत्रमा अवस्थित रहेको छ भन्नुहोस् भनिएको छ। हनुमान ढोका दरबार क्षेत्रमा छ कि पाटन दरबार क्षेत्र अथवा भक्तपुर दरबार क्षेत्र, लुम्बिनी दरबार क्षेत्र भनेर भनिएको छ। यसको सही उत्तर हनुमान दरबार अथवा हनुमान ढोका दरबार क्षेत्रमा चाहिँ रहेको छ, जसमा चाहिँ काष्ठमण्डप, हनुमानको मूर्ति अथवा बसन्तपुर दरबार लगायतका चाहिँ त्यहाँ चाहिँ काठका मन्दिरहरू रहेको तपाईहरुले पाउनुहुनेछ है। हामी तेस्रो नम्बरको प्रश्नमा जाउँ। र यहाँहरूले लोकसेवा शिक्षक सेवा आयोग कुनै पनि आयोग तयारी गर्दै हुनुहुन्छ भने थप छलफल गर्नको लागि चाहिँ हामीले टेलिग्राम ग्रुप बनाएका छौँ। यहाँभन्दा पहिला हामीले व्हाट्सएप ग्रुप बनाएका थियौँ। व्हाट्सएपमा 1000 भन्दा धेरै साथीहरू चाहिँ नअट्ने चाहिँ त्यो सिस्टम रहेछ। त्यस पछाडि चाहिँ अहिले हालसालै चाहिँ हामीले टेलिग्राम ग्रुप बनाएका छौँ, जसको लिङ्क चाहिँ कमेन्टमा छ। यो भिडियोमा चाहिँ कमेन्ट गर्नको लागि जानु होला, त्यहाँ लिङ्क छ। त्यहाँ लिङ्कमा गएर तपाईहरु डाइरेक्ट हाम्रो ग्रुपमा चाहिँ जोइन गर्न सक्नुहुनेछ। तेस्रो प्रश्न, नेपाली साहित्यको विकास क्रममा आधुनिक कालका प्रवर्तकका रूपमा चिनिने साहित्यकार को हुन्? अप्सन ए मोतीराम भट्ट, अप्सन बी लेखनाथ पौडेल, अप्सन सी लक्ष्मीप्रसाद देवकोटा, अप्सन डी बालकृष्ण सम भनिएको छ। अब नेपाली साहित्यको आधुनिक कालका प्रवर्तक भन्ने कुरा छ है, जसलाई हामी लेखनाथ पौडेललाई चाहिँ नेपाली साहित्यका आधुनिक साहित्यकारका रूपमा चाहिँ हामी चिन्छौँ। कहिलेकाहीँ तपाईँलाई अब मिति नै सोधिहाल्यो नेपालको चाहिँ आधुनिक साहित्य अथवा आधुनिक काल साहित्य, नेपाली साहित्यमा चाहिँ आधुनिक काल भनेर चाहिँ कहिलेकाहीँ सोध्यो भने चाहिँ यसलाई हामी 1975 देखि है, 1975 देखि हालसम्म ध्यान दिनु होला। विक्रम सम्वत 1975 देखि चाहिँ यो हालसम्म को काललाई चाहिँ हामी नेपाली साहित्य विकास क्रमको चाहिँ आधुनिक कालका रूपमा चाहिँ हामी चिन्छौँ। लेखनाथ पौडेलको चाहिँ आगमनसँगै नेपालमा
आधुनिक कालको चिन्यो। कहिलेकाहीँ चाहिँ तपाईँहरूलाई कसको आगमनदेखि नेपाली साहित्यको विकासक्रममा चाहिँ आधुनिक कालको आयो भन्ने कुरा चाहिँ तपाईँले कहिलेकाहीँ चाहिँ हुनसक्छ है। र एउटा कृति पनि छ है, जस्तै आधुनिक कालको पहिलो कृतिका रूपमा पनि कहिलेकाहीँ तपाईँलाई सोध्न सक्छ। ऋतु विचार काव्य 1973 उनले काव्य लेखिसके पछाडि चाहिँ त्यो आधुनिक कालको सुरुवात चाहिँ त्यसरी भएको चाहिँ मानिन्छ है। ल यो ध्यान दिनु होला, एक्चुअली चाहिँ 1975 चाहिँ आधुनिक कालको सुरुवात भयो है। तर त्यसको जग कसले बसाल्यो त भन्दाखेरि चाहिँ 1973 चाहिँ लेखनाथ पौडेलकै ऋतु विचार भन्ने काव्यले है, ऋतु विचार होला, ऋतु विचार भन्ने काव्यले चाहिँ त्यसमा एउटा इट्टा राखिसके पछाडि चाहिँ नेपालमा पनि साहित्यको विकासक्रममा चाहिँ आधुनिक काल जोडियो है। हामी चौथो प्रश्नमा जाउँ। दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गर्ने चाहिँ प्रथम राष्ट्र को थियो भनेको छ है। दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गर्ने प्रथम राष्ट्र तपाईँलाई थाहा छ। दोस्रो विश्वयुद्धको बारेमा विश्वको इतिहासमा चाहिँ त्यो कुराहरू तपाईँले राम्रोसँग पढ्नु भएको छ होला। अब हेरौँ हामी यसमा दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गर्ने प्रथम राष्ट्र चाहिँ इटाली थियो है। इटालीले चाहिँ आत्मसमर्पण गर्यो। तपाईँले त्यहाँ देख्न सक्नुहुन्छ शक्ति राष्ट्र र धुरी राष्ट्रहरू बिचमा चाहिँ जुन युद्ध थियो, धुरी राष्ट्रहरूले चाहिँ आत्मसमर्पण गरिसके पछाडि चाहिँ युद्ध अन्त्य भएको थियो है। इटालीले सर्वप्रथम चाहिँ आत्मसमर्पण गर्यो। कहिले गर्यो भन्नुहुन्छ भने 1943 सेप्टेम्बर 8 है। 1943 SEP सेप्टेम्बर 8 चाहिँ इटालीले आत्मसमर्पण गर्यो। इटालीले आत्मसमर्पण गर्दैमा दोस्रो विश्वयुद्ध रोकिएको थिएन। त्यस पछाडि चाहिँ तपाईँहरूले दोस्रो देशको रूपमा चाहिँ तपाईँहरूले जर्मनीले चाहिँ आत्मसमर्पण गर्यो है। जर्मनीले आत्मसमर्पण गर्यो। जर्मनीले आत्मसमर्पण गर्यो तपाईँहरूको 1945 1945 को सेप्टेम्बर होइन मेमा है। मे कति भन्नुहुन्छ भने मे 7 है। जर्मनीले चाहिँ 1945 मे 7 आत्मसमर्पण गर्यो। र अन्तिममा चाहिँ जापानले, जब जापानको हिरोसिमा र नागासाकीमा चाहिँ परमाणु बम चाहिँ खसाइसके पछाडि चाहिँ बाध्य भएर जापानले चाहिँ के गर्यो त 1945 अगस्त 14 है। 1945 AUG अगस्त 14 चाहिँ आत्मसमर्पण गरिसके पछाडि मात्रै दोस्रो विश्वयुद्धको चाहिँ अन्त्य भएको थियो है। ल दोस्रो विश्वयुद्धमा धेरै कुराहरू पढ्नुपर्ने छ, तपाईँहरूले पक्कै पनि पढ्नु भएको छ। हामी पाँचौं प्रश्नमा जाउँ। स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार महानगरपालिका हुन कम्तीमा कति स्थायी बासिन्दा भएको हुनुपर्छ? अब यो मापदण्ड तीनैवटाको लागि चाहिँ यो मापदण्ड छ है। 4वटाको लागि भन्नुहोस् न, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका हुनको लागि चाहिँ आफ्ना आफ्नै मापदण्डहरू छन्। अब यसमा पनि कतै कतै के छ भने हिमाली जिल्ला, पहाडी जिल्ला र तराईका जिल्लाहरू, काठमाडौँ उपत्यकाका जिल्लाहरू भनेर पनि त्यसरी पनि त्यो तोकिएको छ। तर अब हामी स्थानीय सरकार सञ्चालन 2074ले के भनेको छ भन्ने कुरा चाहिँ हामी बुझौँ है। जस्तै महानगरपालिका हुनलाई जनसङ्ख्या कति चाहियो है? स्थायी जनसङ्ख्या हो, अस्थायी होइन। स्थायी बासिन्दा चाहिँ कति हुनुपर्छ भनेर चाहिँ भनिएको छ। यसमा चाहिँ के छ भने 5 लाख हुनु पर्यो है। कुनै ठाउँमा चाहिँ अथवा कुनै जिल्लामा 5 लाख स्थायी बासिन्दा छन् भने त्यो चाहिँ महानगरपालिका हुनको लागि चाहिँ योग्य जिल्ला भयो। तर जनसङ्ख्या मात्रै भएर पुग्दैन। यो त एउटा जनसङ्ख्याको क्याटेगोरी मात्रै भयो। त्यसमा अन्य पूर्वाधारको कुराहरू छ होइन, वार्षिक आयका कुराहरू छ। त्यो कुराहरू पनि तपाईँहरूले हेर्नु होला, त्यो कुरा त्यसमा राखिएको छ है। अब मैले अघि तपाईँहरूलाई भने जस्तै नगरपालिका हुन लागि चाहिँ पहाडमा, हिमालमा र तराईमा चाहिँ के कति जनसङ्ख्या चाहिन्छ भनेर चाहिँ यसमा भनिएको छ। हेर्नुहोस्, म क्रमैसँग जान्छु है। जस्तै महानगरपालिका हुन 5 लाख जनसङ्ख्या कम्तीमा हुनुपर्ने चाहिँ प्रावधान स्थानीय सरकार सञ्चालन ऐनले राख्यो है। त्यस पछाडि चाहिँ कहिलेकाहीँ तपाईँहरूलाई उपमहानगरपालिकाको कुरा आउन सक्छ है। उपमहानगरपालिका
उपमहानगरपालिकाको कुरा आउन सक्छ। ल हेर्नुहोस्, उपमहानगरपालिका भन्यो भने त्यहाँ चाहिँ 2 लाख है, 2 लाख स्थायी बासिन्दा भएको जनसङ्ख्या चाहिँ चाहियो है। अब हामी जाउँ नगरपालिका। महानगरपालिका र उपमहानगरपालिकामा चाहिँ तपाईँहरूको हिमाल पहाड तराई भनेर यसरी छुट्याइएको छैन। यसमा समग्र रूपमा उपमहानगरपालिका हुन 2 लाख जनसङ्ख्या कम्तीमा र महानगरपालिका हुन चाहिँ 5 लाख जनसङ्ख्या कम्तीमा स्थायी बासिन्दा हुनु पर्यो। अब हामी नगरपालिकातर्फ जाउँ। नगरपालिका नपातर्फ चाहिँ अलिकति के छ भने यसमा हिमाल पहाड र तराई चाहिँ छुट्याइएको छ है। अब तराईका जिल्लामा हेरौँ हामी, तराईका जिल्ला है, तराईका जिल्लामा चाहिँ नगरपालिका हुनको लागि चाहिँ के कति जनसङ्ख्या चाहिन्छ भन्ने कुरा चाहिँ यहाँ राखिएको छ हेर्नुहोस् है। ल अब तराईका जिल्लामा चाहिँ कम्तीमा चाहिँ 75,000 चाहिँ जनसङ्ख्या तराईका जिल्लामा हुनु पर्यो है। उपत्यका जिल्लामा 1 लाख, उपत्यकाका जिल्लामा 1 लाख जनसङ्ख्या स्थायी बासिन्दा हुनु पर्यो नगरपालिका हुन मैले यहाँ लेखेको छु है। तराईको जिल्लामा चाहिँ तराईको खण्डमा 75,000, उपत्यका काठमाडौँ उपत्यकाको खण्डमा चाहिँ 1 लाख हुनु पर्यो है। पहाडको कुरा कहिलेकाहीँ आउन सक्छ होइन। पहाडी जिल्लामा तपाईँहरूको चाहिँ 40,000 चाहिँ जनसङ्ख्या हुनु पर्यो स्थायी है, तपाईँहरूको चाहिँ नगरपालिका घोषित हुनु। र कहिलेकाहीँ तपाईँहरूलाई अर्को भित्री मधेसको कुरा आउन सक्छ हेर्नुहोस् है। भित्री मधेसमा पनि छ। यो भित्री मधेसको हकमा चाहिँ तपाईँहरूको 50,000 है, 50,000 जनसङ्ख्या चाहिँ हुनु पर्यो नगरपालिका चाहिँ तोक्नको लागि है। यो कुरा तपाईँहरूले चाहिँ बुझ्नु पर्यो। र कहिलेकाहीँ चाहिँ तपाईँहरूको अब हिमाली जिल्लाको चाहिँ हिमाली क्षेत्रको कुरा गर्नुहुन्छ भने त्यहाँ चाहिँ तपाईँहरूको 10,000 है। हिमाली जिल्लाको हिमाली क्षेत्रमा 10,000 जनसङ्ख्या भयो भने चाहिँ के छ त भन्दा नगरपालिका घोषणा गर्न सकिन्छ। तर अन्य त्यहाँ प्यारामिटरहरू पनि छन्। यो चाहिँ तपाईँहरूको जनसङ्ख्याको मात्रै प्यारामिटर भयो होइन। त्यहाँ अन्य प्यारामिटरहरू पनि छन्। ती प्यारामिटरहरू चाहिँ पुरा गरेको खण्डमा चाहिँ नगरपालिका महानगरपालिका चाहिँ घोषणा गर्न सकिन्छ भन्ने कुरा बुझ्नुहोस् है त। हामी 6औं प्रश्नमा जाउँ। हामी अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कहिले शपथ लिएका हुन् है। अब यो अलिकति पुरानो पनि हो होइन, लगभग 1 वर्ष नै भइहाल्यो। तर पनि अब समसामयिक रूपमा चाहिँ कहिलेकाहीँ सोध्न सक्छ। यसलाई नवनिर्वाचित नराखेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ कहिले शपथ लिएका हुन् भन्ने कुरा तपाईँलाई सोध्न सक्छ। 2025 जनवरी 20मा है। 2025 जनवरी 20मा चाहिँ उनले राष्ट्रपति चाहिँ भएका थिए है। जहाँ 2024 नोभेम्बर 5मा चाहिँ राष्ट्रपतिको निर्वाचन भएको थियो। कहिलेकाहीँ डोनाल्ड ट्रम्प कुन पार्टीका हुन् भनेर पनि सोध्न सक्छ। रिपब्लिकन पार्टीका चाहिँ उनी उम्मेदवार हुन् है भन्ने कुरा चाहिँ तपाईँहरूले बुझ्नु पर्यो। उनी चाहिँ 47औं राष्ट्रपति हुन्, यो पनि ध्यान दिनुहोस् है। हामी 7औं प्रश्नमा जाउँ। बागमती प्रदेशमा उपमहानगरपालिकाको सङ्ख्या कति रहेको छ? 1 वटा 2 वटा 3 वटा 4 वटा भनेर भनिएको छ है। बागमती प्रदेशमा उपमहानगरपालिकाको सङ्ख्या कति रहेको छ? ल अब यहाँहरूले उपमहानगरपालिका कतिवटा छन् टोटल कहाँ भन्ने कुरा राम्रोसँग पढ्नु जरुरी छ हेर्नुहोस् है। अब हामी सही उत्तरतर्फ जाउँ। सर्वभन्दा पहिला बागमती प्रदेशमा चाहिँ एउटा मात्रै उपमहानगरपालिका रहेको छ है। बागमती प्रदेशमा चाहिँ एउटा मात्रै उपमहानगरपालिका रहेको छ, त्यो हो हेटौडा उपमहानगरपालिका है। हेटौडा ल बागमती प्रदेशको उपमहानगरपालिका भनेको चाहिँ हेटौडा उपमहानगरपालिका हो। अब कहिलेकाहीँ चाहिँ अब कुनमा कति छ भन्ने कुरा बुझ्नु पर्यो। अब टोटलमा जानुहुन्छ भने 11 वटा है। 11 वटा चाहिँ टोटल 11 वटा उपमहानगरपालिका छन् नेपालमा है, त्यो बुझ्नु पर्यो। सबैभन्दा धेरै लुम्बिनीमा है, लुम्बिनीमा सबैभन्दा धेरै उपमहानगरपालिका रहेका छन्। के हुन्?
एउटा बुटवल, म लेखिदिन्छु है, एउटा बुटवल, नेपालगञ्ज उपमहानगरपालिका, बुटवल उपमहानगरपालिका भयो। त्यस्तै अर्को भनेको चाहिँ तपाईँहरूको घोराही है, दाङमा 2टा नगरपालिका छन्, उपमहानगरपालिका, तुलसीपुर। ल हेर्नुहोस्, ल यति छ हेर्नुहोस् है, तुलसीपुर बुझ्नुभयो नि। लुम्बिनीमा 4वटा, बागमतीमा एउटा भयो है, तपाईँले बुझ्नुभयो नि। बागमतीमा एउटा के त हेटौडा उपमहानगरपालिका, लुम्बिनीमा तपाईँहरूको सबभन्दा धेरै 4वटा, बुटवल उपमहानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, घोराई उपमहानगरपालिका र तुलसीपुर। त्यो मध्ये चाहिँ घोराई र तुलसीपुर चाहिँ दाङ जिल्लामा, एउटै जिल्लामा 2टा भएको बुझ्नुहोस् है। त्यस पछाडि तपाईँहरूको अर्को छ मधेसमा 3वटा है। मधेसमा कतिवटा छ त? 3वटा छन् हेर्नुहोस्। लुम्बिनीमा 4वटा भइहाले, मधेसमा चाहिँ 3वटा। एउटा चाहिँ कलैया हो है, कलैया छ, त्यो ध्यान दिनु होला। जितपुर सिमरा भन्ने छ अर्को, जितपुर सिमरा एउटै हो है, जितपुर सिमरा भन्ने छ। र अर्को चाहिँ तपाईँहरूको जनकपुर। ल हेर्नुहोस्, अर्को भनेको चाहिँ जनकपुर रहेको छ है। र त्यस पछाडि बाँकी भनेको तपाईँहरूको कोशीमा चाहिँ 2टा छन् है, कोशीमा 2वटा छन्। कोशीमा 2वटा भनेका के हुन् भने तपाईँहरूको एउटा चाहिँ धरान, एउटा चाहिँ इटहरी, धरान र इटहरी। ल हेर्नुहोस्, धरान र इटहरी। अब गर्नुहोस्, 1 नम्बर यो, 2 मा धरान, 3 जनकपुर, 4 जितपुर सिमरा, 5 कलैया, 6 घोराही, 7 तुलसीपुर, 8 नेपालगञ्ज, 9 बुटवल है। त्यस पछाडि 10 हेटौडा हो, 10वटा चाहिँ यतोटा भयो भने लास्ट एउटा चाहिँ सुपमा छ तपाईँको धनगढी। ल धनगढी है, यो लेख्दा अलिकति छ्यासम्यास भएको छ, तपाईँले मिलाएर बुझ्नु होला है। मैले त्यसरी तपाईँहरूलाई भनिदिएको छु। यति 11वटा चाहिँ तपाईँहरूको के छन् त, उपमहानगरपालिका रहेका छन्। अब तपाईँले यहीँबाट थाहा पाउनु होला नभएका चाहिँ कुन भन्ने कुरा है। तपाईँको कोशीमा 2वटा भइहाल्यो, थाहा पाउनुहोस्, धरान र इटहरी। त्यस पछाडि 2 नम्बर प्रदेश मधेसमा 3वटा भइहाल्यो, कलैया, जितपुर सिमरा र जनकपुर 3वटा भइहाले। लुम्बिनी प्रदेशमा जानुहुन्छ भने तपाईँको कर्मैसँग हामी 3 नम्बरको बागमती प्रदेशमा हेर्नुहुन्छ भने एउटा हेटौडा भयो। 4 नम्बर गण्डकी प्रदेशमा उपमहानगरपालिका छैन है। 5 लुम्बिनी प्रदेशमा सबभन्दा धेरै 4वटा, बुटवल, नेपालगञ्ज, घोराई र तुलसीपुर। 6 नम्बर कर्णाली प्रदेशमा पनि उपमहानगरपालिका छैन। र 7 नम्बरमा एउटा धनगढी उपमहानगरपालिका गरेर 11वटा उपमहानगरपालिका रहेका छन् है। ल यसरी बुझ्नुहोस्। ल हामी 8औं नम्बरको प्रश्नमा जाउँ। विश्वमा जापानपछि दोस्रो धेरै भूकम्प जाने मुलुक कुन हो? अब आजभोलि चाहिँ लोकसेवा आयोगमा के छ भने दोस्रो सोधिरहेछ है। दोस्रो हिमाल, दोस्रो ठुलो देश, दोस्रो ठुलो मरुभूमि लगायतका कुराहरू दोस्रोमा बढी सोधेको छ। अब पहिलो चाहिँ तपाईँहरूको जापान भइहाल्यो, सबैभन्दा बढी भूकम्प जाने देशमा है। दोस्रोमा चाहिँ तपाईँहरूको इन्डोनेसिया है। भूकम्प जाने देशहरूको नम्बरमा चाहिँ दोस्रोमा तपाईँहरूको इन्डोनेसिया चाहिँ रहने गर्छ। मैले 5वटा तपाईँहरूले लेखिदिन्छु है। भूकम्प जाने सबभन्दा बढी भूकम्प जाने 5 देश भनेको 1 नम्बरमा तपाईँहरूको जापान भइहाल्यो है। 1 नम्बरमा तपाईँहरूको जापान नै भइहाल्यो। 2 नम्बरमा इन्डोनेसिया, भर्खरै मैले भने तपाईँहरूको है। 2 नम्बरमा चाहिँ इन्डोनेसिया भयो। 3 नम्बरमा चाहिँ तपाईँहरूको टर्की छ है। सबभन्दा बढी भूकम्प जाने देशमा चाहिँ 3 नम्बरमा टर्की छ। 4 नम्बरमा हेर्नुहुन्छ भने तपाईँहरूको मेक्सिको छ है, मेक्सिको छ। र 5 नम्बरमा चाहिँ एल साल्भाडोर भन्ने है, यो सानो देश पनि हो, एल साल्भाडोर। ल हेर्नुहोस्, यी 5वटा
देशहरू चाहिँ कर्मैसँग सबैभन्दा बढी जापानमा, त्यस पछाडि दोस्रोमा इन्डोनेसिया, तेस्रो टर्की, चौथो मेक्सिको र पाँचौँ चाहिँ एल साल्भाडोर। यिनीहरू चाहिँ बढी भूकम्प जाने देशहरू हुन् है। हामी 9औं प्रश्नमा जाउँ। राष्ट्रसङ्घ अथवा लिग अफ नेसनको प्रधान कार्यालय कुन ठाउँमा रहेको छ भनेको छ न्युयोर्क, जेनेभा, मेनेला र वासिङटन डिसी भनेको छ। यसको चाहिँ जेनेभामा छ है, स्विजरल्यान्डको जेनेभामा चाहिँ राष्ट्रसङ्घको प्रधान कार्यालय रहेको छ। अब राष्ट्रसङ्घ तपाईँले पढ्नु भएको छ है। राष्ट्रसङ्घ भनेको प्रथम विश्वयुद्ध लाई रोक्नको लागि चाहिँ बनाइएको एउटा संस्था थियो। प्रथम विश्वयुद्ध पछाडि चाहिँ राष्ट्रसङ्घको निर्माण भएको थियो है। अलिकति कुरा मैले राष्ट्रसङ्घको बारेमा लेखिदिएँ है। कहिलेकाहीँ तपाईँलाई स्थापना सोध्न सक्छ। यो चाहिँ 1920 भनेर सम्झनुहोस्। 1920 को चाहिँ जनवरी 20 मा है। JAN मात्रै मैले लेखेँ। जनवरीको चाहिँ 10 मा है। 1920 जनवरी 10 मा चाहिँ तपाईँहरूको राष्ट्रसङ्घको स्थापना भएको थियो है। राष्ट्रसङ्घको चाहिँ स्थापना भएको थियो। प्रधान कार्यालय जेनेभा स्विजरल्यान्ड तपाईँले थाहा पाइसक्नु भएको छ है। यो तपाईँले याद गर्नुहोस्। र यसको विघटन कहिले भयो भन्ने कुरा छ। किनभने राष्ट्रसङ्घ त पछि विघटन भयो। विघटन भइसकेपछि संयुक्त राष्ट्रसङ्घको स्थापना भयो होइन। यो विघटन भइसकेपछि यो विघटन भनेको चाहिँ तपाईँहरूको 1946 मा है। 1946 मा चाहिँ फुल डेट मैले लेखिदिएँ। अप्रिल महिनाको चाहिँ 20 तारिकमा यो राष्ट्रसङ्घ विघटन भयो है। विघटन भयो किनभने 1945 अक्टोबर 24 मा चाहिँ संयुक्त राष्ट्रसङ्घको स्थापना भइसके पछाडि राष्ट्रसङ्घको त्यति काम नदेखिएपछि चाहिँ 1946 अप्रिल 20 मा राष्ट्रसङ्घको के गरियो त विघटन गरियो है। र अहिले तपाईँहरूले सबैभन्दा बढी पर्ने अब राष्ट्रसङ्घलाई त्यति धेरै चाहिँ पढ्नु पर्दैन। तर सर र केही कुराहरू चाहिँ जाने भयो। तर संयुक्त राष्ट्रसङ्घको बारेमा चाहिँ तपाईँहरूले डिटेलकै रूपमा चाहिँ पढ्नै पर्छ। क्वेसन हरेक वर्ष हरेक क्षेत्रमा एउटा चाहिँ आइ नै रहन्छ है। हामी 10औं प्रश्नमा जाउँ। दक्षिण एसियाली क्षेत्रीय सङ्गठन सार्कको स्थापना कालका सदस्य सङ्ख्या कति रहेको छ है। तपाईँलाई थाहा होला सार्क राष्ट्रको बारेमा होइन। ती के हुन् भन्ने कुरामा है त। ल अब सार्क राष्ट्र नामै 7 वटा होइन। किनभने सार्कमा चाहिँ स्थापनाको बेलामा चाहिँ 7 वटा राष्ट्र थिए है। 7 वटा राष्ट्र थिए। अब अहिले चाहिँ के छ त भन्दा 8 वटा राष्ट्र छन् होइन। अहिले चाहिँ 8 वटा राष्ट्र छन्। तपाईँले बुझ्नु होला। पछिबाट चाहिँ लिएको राष्ट्र चाहिँ अथवा सदस्यता लिएको राष्ट्र चाहिँ कुन हो त अफगानिस्तान हो। अफगानिस्तान है। यो अफगानिस्तान चाहिँ के हो त पछिल्लो सदस्य राष्ट्र हो। तपाईँले बुझ्नु होला। र यो कहिलेकाहीँ चाहिँ अब अफगानिस्तानको बारेमा कहिले लियो यसले भन्ने कुराहरू पनि कहिलेकाहीँ सोध्न सक्छ है। अब अफगानिस्तानले चाहिँ सदस्यता लिएको भनेको चाहिँ यसले 2007 अप्रिलमा हो। 2007 को अप्रिल महिनाको चाहिँ तपाईँहरूको 3 र 4 यो 3 र 4 किन भनियो भने तपाईँहरूको चाहिँ शिखर सम्मेलन थियो त्यति बेला है। शिखर सम्मेलन 14औं शिखर सम्मेलन थियो है। 14औं शिखर सम्मेलन त एक दिन हुने कुरा भएन। 14औं शिखर सम्मेलन चाहिँ 2007 अप्रिल 3 र 4 मा चाहिँ सम्पन्न भएको थियो। त्यही 14औं शिखर सम्मेलनबाट चाहिँ यसले चाहिँ आफ्नो सदस्यता चाहिँ लिएको थियो है। फेरि अर्को कुरा ध्यान दिनु होला। त्यो सदस्य बनाउने निर्णय चाहिँ फेरि 13औं शिखर सम्मेलनमा गरिएको। यो पनि ध्यान दिनु होला है। बनाउने निर्णय यो अफगानिस्तानलाई चाहिँ सार्कको सदस्य बनाउने निर्णय चाहिँ यो 13औं सार्क शिखर सम्मेलनले गर्यो है। र सदस्य बन्यो 14औं सार्क शिखर सम्मेलन 2007 अप्रिल 3 र 4 मा। ल यति कुरा मैले यहाँबाट बुझाएँ। हामी 11औं प्रश्नमा जाउँ। रामसार सूचीमा अथवा रामसारमा सूचीकृत नेपालका सिमसार क्षेत्रहरूमध्ये सबभन्दा सानो क्षेत्र कुन हो? गोक्यो ताल, रारा ताल, विश्वजारी ताल,
माई पोखरी भनेर भनिएको छ। यो भनेको संयुक्त चाहिँ माई पोखरी है। रामसार सूचीमा चाहिँ सूचीकृत क्षेत्रहरूमध्ये सबैभन्दा सानो चाहिँ माई पोखरी, इलामको माई पोखरी चाहिँ रहेको छ। तपाईँहरूले चाहिँ बुझ्नु होला है। अब कहिलेकाहीँ ठुलो पनि आउन सक्छ, जस्तै सानो आइसकेपछि ठुलो किन नआउने भन्ने कुरा पनि त तपाईँलाई आउन सक्छ होइन। ठुलो भनेको चाहिँ तपाईँहरूको पोखरा उपत्यका 9 तालहरू है। पोखरा उपत्यकाका 9 ताल होइन, एकैचोटि गरियो त्यो 9 ताललाई, त्यो भएर चाहिँ यो सबैभन्दा ठुलो भयो। ठुलो कसरी भन्नुहुन्छ भने यो चाहिँ कहिलेकाहीँ क्षेत्रफलको कुराहरू नि आयो भने 2616 हेक्टरमा है, हेक्टरमा फैलिएको छ। यो चाहिँ सबैभन्दा ठुलो है। रामसार सूचीमा सूचीकृत नेपालका सीमाचार क्षेत्रहरूमध्ये चाहिँ पोखरा उपत्यकाका 9 तालहरू जो चाहिँ 2616 हेक्टरमा फैलिएको भएर यसलाई चाहिँ हामी सबैभन्दा चाहिँ ठुलो र यो पछिल्लो पनि हो, पछिल्लो स्वीकृत पनि हो है। यो ध्यान दिनु होला। अब माई पोखरी भनेको यो 90 हेक्टरमा जम्मा है, त्यो भएर यो सबभन्दा सानो भयो, 90 हेक्टरमा फैलिएको भएर। हामी 14औं प्रश्नमा जाउँ। 42 सालको पर्व पछिका प्रथम प्रधानमन्त्री को हुन्? देव शमशेर, रणोदीप सिंह, वीर शमशेर, भीम शमशेर भनेर भनिएको छ है। अब 42 सालको पर्वलाई तपाईँले बुझ्न आवश्यक छ है, किनभने जस्तै अब 42 सालको पर्व पछिका प्रधानमन्त्री, अब उत्तर तपाईँले थाहा पाए पनि ठिक छ होइन, किनभने इक्जाममा तपाईँलाई व्याख्या विस्तार बेली विस्तार गर्न आउँदैन है। तर कहिलेकाहीँ चाहिँ अब के हो त 42 सालको पर्व भन्ने कुरा, थोरै कुरा चाहिँ इतिहास हामीले जान्नै पर्ने हुन्छ है। संयुक्ततर्फ जाउँ हामी। पहिला वीर शमशेर हुन् जो चाहिँ 42 सालको पर्व पछाडि चाहिँ उनी प्रधानमन्त्री भएका थिए है। अब के भन्नुहुन्छ भने 42 सालमा 1942 सालमै भएको भएर यसलाई 42 सालको पर्व भनिएको। 1942 सालमा चाहिँ धीर शमशेरका छोराहरूले आफ्नै बडा बाबु अथवा ठुलो बुवा भन्नुहोस्, बडा बाबुलाई श्री 3 रणोदीप सिंह है, श्री 3 जब यी रणोदीप सिंहलाई चाहिँ के गरेका थिए त भन्दा हत्या गरेका थिए है। त्यही हत्या गरेको घटनालाई चाहिँ यहाँ 42 सालको पर्व भनेर चाहिँ त्यसरी भनिएको है। राणाहरूमा चाहिँ आफ्नै भाइ भारदारद्वारा चाहिँ आफ्नै भाइ भारदारहरू काटिएका मारिएका घटनालाई चाहिँ 42 सालको पर्व भनेर चाहिँ भनिन्छ। र त्यति बेला तत्कालीन रूपमा चाहिँ वीर शमशेरले चाहिँ आफूमा रहेको सैनिक शक्ति, त्यति बेला चाहिँ उनी सैनिक शक्तिमा थिए र त्यही सैनिक शक्ति को फाइदा उठाएर चाहिँ उनले आफ्नै काका रणदीप सिंहको हत्या गरिसके पछाडि जो शासन सत्ता अथवा प्रधानमन्त्री थियो आफूले लिए, त्यसैलाई चाहिँ 42 सालको पर्व भनिन्छ। 1942 सालमै घटेको भएर चाहिँ त्यसलाई 42 सालको पर्व भनिएको है। यति हो कुरा यसमा। हामी 13औं नम्बरको प्रश्नमा जाउँ। 13औं नम्बरको प्रश्न यस प्रकार रहेको छ। नेपाल र अंग्रेजबीच भएको सुगौली सन्धिमा हस्ताक्षर गर्ने कहिले भएको थियो है? नेपाल र अंग्रेजबीच भएको सुगौली सन्धिमा चाहिँ कहिले हस्ताक्षर भएको थियो? ल 1816 मार्च 3, 1815 मार्च 3, 1815 डिसेम्बर 2, 1816 डिसेम्बर 2 भनिएको छ। 1816 मार्च 3 मा चाहिँ सुगौली सन्धिमा चाहिँ के भएको थियो त? हस्ताक्षर भएको थियो है। नेपाल र अंग्रेजको तर्फको चाहिँ त्यो हस्ताक्षर थियो। कहिलेकाहीँ तपाईँलाई नेपाली डेट पनि सोधिदिन सक्छ, ध्यान दिनु होला है। नेपाली डेट भनेको 1872 है। 1872 11 महिना अथवा फागुन महिनाको चाहिँ 24 गते है, यो नेपाली डेट हो। अंग्रेजी डेट चाहिँ तपाईँहरूको 1816 मार्च 3, नेपाली डेट अनुसार 1872 फागुन 24 गतेका दिन चाहिँ सुगौली सन्धिमा चाहिँ हस्ताक्षर भएका थिए। तत्कालीन प्रधानमन्त्री चाहिँ नेपालबाट भीमसेन थापा चाहिँ त्यति बेला तत्कालीन प्रधानमन्त्री थिए है। तर हस्ताक्षर कसले गर्यो भन्ने पनि कहिलेकाहीँ सोध्छ है। नेपाल र इस्ट इन्डिया कम्पनी बीच चाहिँ जुन सुगौली सन्धि भएको थियो, नेपालको तर्फबाट चाहिँ गजराज
मिश्रले चाहिँ हस्ताक्षर गरेका थिए नेपालको तर्फबाट भने अङ्ग्रेजको तर्फबाट चाहिँ को थियो त लेफ्टिनेन्ट ब्राड शाह लेफ्टिनेन्ट ब्राड शाहले चाहिँ के गरेका थिए त भन्दा हस्ताक्षर गरेका थिए। नेपालको तर्फबाट गजराज मिश्र, यो नेपालको तर्फबाट गजराज मिश्र भइहाले है। र यो इस्ट इन्डिया कम्पनीबाट चाहिँ ब्राड शाहले चाहिँ के गरेका थिए त हस्ताक्षर चाहिँ गरेका थिए। कहिलेकाहीँ चाहिँ राजा पनि सोधिदिन सक्छ, ध्यान दिनु होला है। सुगौली सन्धि हुँदाखेरिमा चाहिँ नेपालका राजा को थिए भनेर सोध्यो भने चाहिँ त्यति बेला चाहिँ गिरबाण युद्ध विक्रम शाह थिए है। गिरबाण युद्ध, मैले गिरबाण युद्ध मात्रै लेखेँ, तपाईँले बुझ्नु होला। गिरबाण युद्ध विक्रम शाह चाहिँ त्यति बेला नेपालका राजा थिए। ल हेर्नुहोस्, यहाँ एउटा प्रश्नबाट तपाईँले कति कुरा थाहा पाउनुभयो भने जस्तै सुगौली सन्धिमा हस्ताक्षर कहिले भएको थियो, एउटा प्रश्न यो सोध्न सक्छ, सिङ्गल प्रश्न तपाईँहरूलाई है। त्यस पछाडि चाहिँ नेपालको र को समक्ष चाहिँ सुगौली सन्धि भएको थियो भने इस्ट इन्डिया कम्पनी, दुईटा प्रश्न है। नेपालको तर्फबाट हस्ताक्षर कसले गरेका थिए, तीनटा प्रश्न। इस्ट इन्डिया कम्पनीबाट कसले गरेका थिए, चारवटा प्रश्न। नेपालका प्रधानमन्त्री को थिए, भीमसेन थापा, पाँचवटा प्रश्न। नेपालका राजा को थिए, गिरबाण युद्ध विक्रम शाह, छवटा प्रश्न है। र कहिलेकाहीँ फेरि अब धारा कति छन् त त्यो पनि सोध्न सक्छ है। धारा भनेको 9वटा धारा छन् है। सुगौली सन्धिमा चाहिँ 9 धारा रहेका छन्। ल यति कुरा मैले यहाँबाट जानकारी दिएँ। हामी 14औं नम्बरको प्रश्नमा जाउँ। नेपालको राणाकालीन अड्डाहरू अन्तर्गत कर्मचारी अभिलेख हेर्ने अड्डालाई के भनिन्थ्यो? कौशितोषखाना, दफ्तरखाना, छदेलखाना, जैसी कोठी भनेर चाहिँ भनिएको छ। अब यसमा के हुन्थ्यो भने जैसी कोठी दफ्तरखाना भनेर भनिन्थ्यो है। नेपालको राणाकालीन अड्डाहरू अन्तर्गत चाहिँ कर्मचारी अभिलेख हेर्ने अड्डालाई चाहिँ दफ्तरखाना भनेर चाहिँ त्यति बेला भनिन्थ्यो। अब यहाँ जस्तै यो तोसीखाना भनेको कौशितोषखाना भनेर भनिएको छ। कौशितोषखाना भनेको चाहिँ के हो भने तलब भत्ता पेन्सनको काम गरिन्थ्यो त्यसबाट है। तलब भत्ता तथा पेन्सनको काम चाहिँ यसले गर्थ्यो। दफ्तरखाना चाहिँ तपाईँहरूको कर्मचारीको अभिलेख भइहाल्यो है। अर्को तपाईँ चाहिँ छदेलखाना भन्ने छ है। यो छदेलखाना भनेको चाहिँ के हो भने निर्माण सम्बन्धी काम, यसले चाहिँ निर्माण सम्बन्धी काम गर्ने गर्थ्यो। निर्माण सम्बन्धी है, निर्माण सम्बन्धी काम हेर्ने काम चाहिँ कहिले त छदेलखानाले चाहिँ गर्ने गर्थ्यो। जैसी कोठा भन्ने छ अर्को तपाईँहरूको। जैसी कोठी भनेको छ यो चाहिँ तपाईँहरूको तिब्बत मामिला, यसले चाहिँ तिब्बत मामिला हेर्थ्यो है। तिब्बत मामिला चाहिँ हेर्ने काम गर्थ्यो है, तिब्बत मामिला। अर्को यो कोठीसँगै अर्को पनि छ तपाईँहरूको है। जस्तै जैसी कोठा भयो, इलाइची कोठी भन्ने पनि छ एउटा फेरि है। इलाइची कोठी भन्ने छ अर्को है। उस्तै उस्तै भएको भएर यो पनि मैले तपाईँलाई राख्दै। इलाइची कोठी भनेको चाहिँ फेरि यसले चाहिँ भारत मामिला हेर्थ्यो है। भारत मामिला ध्यान दिनु होला। जैसी कोठीले चाहिँ चीन मामिला हेऱ्यो होइन, अथवा तिब्बत मामिला हेऱ्यो भने चाहिँ यो इलाइची कोठीले चाहिँ भारत मामिला हेर्ने गर्छ। अथवा त्यति बेलाको चाहिँ परराष्ट्र जस्तै भनौँ न, अहिलेको चाहिँ परराष्ट्र हुन्छ जसले चाहिँ विभिन्न देशका राजदूतहरू हुने गर्छन् नि, त्यस्तै यसमा पनि जैसी कोठा चाहिँ तिब्बत मामिला हेर्ने एउटा राजदूत जस्तै भयो। तिब्बत नेपाल तिब्बतको राजदूत जस्तो भयो। जो यो इलाइची कोठा चाहिँ नेपाल राजदूत, भारतको लागि चाहिँ नेपालको राजदूत भने जस्तै गर्दा त्यो चाहिँ भयो है। हामी 15औं प्रश्नमा जाउँ। सन् 1983 गठन भएको दिगो विकास अवधारणा ल्याउने आयोगको नाम के हो? अप्सन ए हेलसिन्की आयोग, अप्सन बी कोप आयोग, अप्सन सी ब्रुटल्यान्ड आयोग, अप्सन डी स्टकहोम आयोग भनेर भनिएको छ। यसको सही उत्तर चाहिँ ब्रुटल्यान्ड आयोग है। भोलि तपाईँलाई सोध्न सक्छ दिगो विकासको अवधारणा चाहिँ कुन आयोगले ल्याएको थियो भनेर सोध्न सक्छ। ब्रुटल्यान्ड आयोगले चाहिँ यो दिगो विकासको अवधारणा चाहिँ ल्याएको थियो है। त्यो ब्रुटल्यान्ड आयोगमा चाहिँ भएको सम्मेलनले चाहिँ त्यो कहिलेको सम्मेलन हो भन्नुहुन्छ भने तपाईँहरूको चाहिँ
त्यहाँ एउटा स्कट होम सम्मेलन भन्ने थियो है। स्कट होम सम्मेलन भन्ने चाहिँ त्यो फरक कुरा भयो है। त्यो चाहिँ 1972 जुन 5 देखि 16 भएको थियो। स्कट होम चाहिँ फरक कुरा भयो, जसले चाहिँ वातावरण सम्बन्धी मुद्दा हेर्ने काम गर्छ। यो ध्यान दिनु होला है। स्कट होमको नि कहिलेकाहीँ तपाईँलाई सोध्न सक्छ, स्कट होम भनेको त के हो भनेर सोध्यो भने कहिलेकाहीँ ध्यान दिनु होला। जस्तै ब्रुटल्यान्ड आयोग चाहिँ गठन भने 1983 यसको डेट आइसकेको छ होइन। स्कट होम सम्मेलन यो 1972 भएको है। 1972 चाहिँ यो जुन 5 देखि 16 भएको यो स्कट होम सम्मेलन यो पनि एकदमै महत्त्वपूर्ण छ, ध्यान दिनु होला। यसले चाहिँ वातावरण मुद्दाहरू चाहिँ हेर्ने काम चाहिँ स्कट होम सम्मेलनले चाहिँ गर्ने गर्छ है। ल, यति कुराहरू मैले आज छलफल गरेँ है। 15वटा प्रश्न जेके अन्तर्गत चाहिँ 15वटा प्रश्नहरू चाहिँ छलफल गरेँ। शिक्षक सेवा आयोग, लोकसेवा तपाईँ जेसुकै तयारी गर्दै हुनुहुन्छ तपाईँहरूको लागि एकदमै महत्त्वपूर्ण छ। तपाईँलाई जस्तो लागेको छ त्यस्तै खालको प्रतिक्रिया हामीलाई दिनु होला। राम्रो लागेको छ भने लाइक, सेयर, कमेन्ट गर्न नभुल्नु होला। हवस् त, नमस्कार।